हेलो आई एम एट युके। अनि तपाईँहरूलाई आज म युकेको चाहिँ होइन खतरा कुरा भन्न गइरहेको छु। सायद कसैलाई थाहा छैन होला, युकेमा बस्नेलाई त थाहा होला, नेपालमा बस्नेलाई थाहा छैन। युके भने चाहिँ नि एउटा यस्तो देश हो होइन, जहाँ चाहिँ भाँडा हान्नलाई पनि होइन लिटरल्ली इन्टरभ्यू दिनुपर्छ, सिभी पनि पर्फेक्ट हुनुपर्छ गाइज है। भाँडा हान्नलाई सिभी पर्फेक्ट, अहिलेसम्म सुन्नुभएको छ तपाईँहरूले? भाँडा हान्न सिभी पर्फेक्ट, अनि इन्टरभ्यू कटाउनु पर्छ। इन्टरभ्यूमा फालिदियो भने त्यही भाँडा हान्न नै पाइँदैन गाइज, त्यस्तो ठाउँ हो होइन। ल बुझेर आउनु होला एकदम होइन। भाँडा हान्नलाई पनि सिभी एकदम चिरीच्याट्ट बनाएर इन्टरभ्यूलाई होइन एकदम होइन। आई हेभ गुड एक्सपिरियन्स, लाइक आई हेभ वर्क इन भेरी बिग रेस्टुरेन्ट्स। अब नेपालमा काम गरेको छु अथवा इन्डियामा काम गरेको छु, यताउति बाहिर काम गरेको छु भन्यो भने त सिधै भाँडा हान्न लगाइदिन्छ। युकेमै एक्सपिरियन्स छ भनेर भन्यो भने चाहिँ ठिकै छ। अब वेटर स्वेटरसम्म अलिअलि देला होइन। नयाँमा आउँदै हुनुहुन्छ भने चाहिँ गाइज भाँडा हान्न रेडी भएर आउनु, त्यही पनि राम्रो सिभी र एकदम ट्यालेन्ट लिएर आउनु होला इन्टरभ्यूको लागि। ट्यालेन्ट है, भाँडा हान्नलाई चाहिँ के ट्यालेन्ट चाहियो र होइन, भाँडा त जस्तो हान्दै नि भयो भने होइन। ल त्यति हो गाइज, भाँडा हान्नलाई राम्रो इन्टरभ्यू कटाउनु पऱ्यो, प्लस सिभी बवाल बनाउनु पऱ्यो। द्याट्स युके। ओके, ल बाई बाई गाइज।